अभिवादन टक्राउँदछु। आजको यस विदाई कार्यक्रम फेयरवेल प्रोग्राम आफैमा कस्तो अलिकति दुःख दाग लाग्ने खालको प्रोग्राम। एक किसिमले भन्ने हो भने खुसीको क्षण पनि हुन सक्छ। यो खुसीको क्षणलाई पनि महसुस गर्नुपर्ने नै हुन्छ। हामीले गोरेटामा हिँड्दै जाँदाखेरि धेरै नानी बाबुहरू, धेरै यात्रीहरूको समावेश भएको हुन्छ भने जब दो बाटो आउँछ अनि सबैले आफ्नो आफ्नो गन्तव्यतिर छुटेर जानै पर्ने हुन्छ। यसरी नै जसरी नानीहरूलाई मैले यस विद्यालय प्राङ्गणमा जोड्न चाहे, आजभन्दा 13 वर्ष अगाडि हाम्रो यस विद्यालयमा जबकि तपाईहरूले आफ्नो बाबा मम्मीको पहिलो पाठशालालाई पूर्ण गरेर अनि अन्य जीवन चलाउने सहकार्यमा सँगै रहिरहँदै र दोस्रो चरणमा विद्या आर्जन गर्नको लागि हजुरहरूको मातापिताले डोर्याउँदै ल्याएर अरुण सर हजुरलाई मैले मेरो नानी सुम्पिएको छु, यहाँदेखि दोस्रो चरणको शिक्षा दिनको लागि हजुरलाई मैले मेरो नानीलाई आफूले जिम्मा लाएर यहाँबाट गएको छु भन्दै जुन दिन यहाँ ल्याएर तपाईहरूलाई हजुरका मातापिताले जिम्मा लाउनु भएको थियो, त्यसपछि अरुण सर लगायत तपाईँका अभिभावक मित्रहरू, अभिभावकज्यूहरूले मेरो ठाउँमा आएर गीता म्याडम मैले मेरो पोल्टोको मेरो मुटुको टुक्रालाई मैले हजुरको हातमा हस्तान्तरण गरेको छु, यसलाई सही तरिकाले पालन पोषण गरिदिनु होला, अगाडि बढाइदिनु होला। शिक्षाको क्षेत्रमा तपाईँले के कति कस्तो योगदान दिन सक्नुहुन्छ सक्दो दिनु होला। मेरो नानी आजको दिनसम्म पनि तोते नै बोलिरहेको छ, राम्ररी उसले वासरुमसम्म जान सकिरहेको अवस्था छैन, धेरैभन्दा धेरै केयर गरिदिनु होला भनेर प्रत्येक नानी बाबुहरूको आमाले मलाई एउटा आमाको रूपमा जिम्मा दिएको आज 13औं वर्ष पुगिसकेको छ। यो फेयरवेल, यो विदाईको क्षणलाई आँखाभरि आँसु र गहबारी एउटा पीडा लिएर आज म नानीहरूलाई विदा गर्दैछु यहाँबाट। तैपनि खुसी लाग्छ जीवनका गोडेटहरूमा दोस्रो चरण पार गरेर तपाईँहरू अब तेस्रो चरणमा प्रवेश गर्दै हुनुहुन्छ। यो 13औं वर्षको हजुरहरूको आउन लागेको एसीमा हामीहरूले दिएको उच्च अनुशासन, उच्च शिक्षा, हामीहरूले दिन कुनै कुराहरूमा हामीले कमी कमजोरी गरेको छैनौँ। यसलाई नानीहरूले अब आउने दिनहरूमा पनि हाम्रो स्कुलको Better education for the better world. Arunodaya English Boarding School, Kankai 9, Ghaledba, Jhapa, Nepal.